सो हेलो गाइज, वेलकम ब्याक टु माई मेरो नयाँ भ्लगमा। र फेरि पनि मेरो नयाँ भ्लग आइसकेको छ। सर्वोदय मेलादेखिकोबाट चाहिँ अर्को पनि मेरो नयाँ भ्लग आइसकेको छ। र अहिले चाहिँ नि म यहाँ डमारमा छु होइन। के गर्दैछु डमारमा भन्दाखेरि म गोला आएको छु। बाख्रा सरहरू त्यहाँहरू देख्न सक्नुहुन्छ। र अब चाहिँ नि मैले भिडियो बनाएर हरेक शनिबार दिउँसो चाहिँ भ्लग अपलोड गर्ने चाहिँ सोच भएको छ। अब चाहिँ डेली भ्लग आउँछ मेरो। सब्सक्राइब गरेर कहिलेकाहीँ केही परेर चाहिँ आउन सकिनँ भने चाहिँ त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला। तर मेरो कोसिस चाहिँ मैले डेली भ्लग शनिबार हाल्ने कोसिस चाहिँ गर्छु। यो सब्सक्राइब गरेर राख्नु होला। र अहिले चाहिँ गाउँतिर जम्मू पाकेको छ। सक्नुहुन्छ यता चाहिँ जम्मूको रुखहरू यहाँ कसले काट फाल्दै रहेछ। यहाँ देख्न सक्नुहुन्छ जम्मूको रुख पाकेको छ है। अब माथि छ, अब टिप्न सकिँदैन। रुख सक्ने जाँगर छैन। अब त्यही त हो। बाख्राहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। खङ्कार छ कि डमार एकदमै सुनसान छ होइन। यो डमारमा चाहिँ पहिला बाघ आएको थियो होइन। पहिला भन्दा चाहिँ धेरै भएन, 1-2 महिना चाहिँ त्यो भएको छ बाघ आएको। मैले चाहिँ बाघ चाहिँ मेरो बाघ चाहिँ मेरो साथीहरूले देखेको हुन्। मैले चाहिँ बस बाघ कराएको चाहिँ सुनेको हुँ। म चाहिँ घर थिएँ। घर दाइ लाउने सिजन थियो हाम्रो, गहुहरू मान्ने सिजन थियो हाम्रो। अनि त्यही गरेर आएको थियो। एकछिन दाइ लाउने गर्दाखेरि ऊ त्यहाँ माथि जो त्यहाँ माथि हेर्दाखेरि नै रुखले ओर्लिन्छ। त्यहाँ माथि चाहिँ नि बाघ कराएर होइन 2टा बाघ आएको थियो अरे। मार्ने भनेर कोसिस गरेको, मार्न दिएन। अब कराउँथ्यो होइन, सुन्यौँ हामीले पनि। र यो बाघलाई प्रत्यक्ष रूपमा देख्न नपाइए पनि बाघको गोली चाहिँ सुनियो होइन। अब अहिले चाहिँ आफै गइसकेको छ, कहाँ गयो थाहा भएन। ठिक हो, बाघ गएर ठिक हो। नत्र त मैले बाख्रै लिने थिएन कि बाघ यहाँ आछ भनेपछि मैले बाख्रै लिने थिएन। तिहारमा कहिले गर्दाखेरि बाघ भेट्यो भने बाख्रा खायो भन्दाखेरि हराएको त होइन। बाख्रा त खाएर ठिक होला, मलाई खायो भने त हराएको नि त। त्यहाँहरू म लिन्छु नि। अहिले चाहिँ बाघ गइसकेको कारणले चाहिँ नि मैले चाहिँ यहाँनिर बाख्राहरू लिएको छु। डमारहरू देख्न सक्नुहुन्छ, एकदमै खतरनाकै छ होइन। डमारमा र ग्यासहरू होइन त्यस्तै लामखुट्टे टुक्राएको छ। तपाईँले भन्नु होला फेरि लामखुट्टे लाग्ने किन त्यसको कपडा लगाइदिएको भनेर भन्नु होला। के गर्ने अब त्यस्तो अब बाख्रा कपडा लगाइदियो भने गर्मी हुन्छ यार। त्यसको लाइनमा लामखुट्टे टोक्छ, गाह्रै छ यार। जे गऱ्यो भने यार डमार चाहिँ एकदमै राम्रो छ कि देख्न सक्नुहुन्छ होइन। बाख्राहरू पनि अब बाख्रा पनि एकदम सुबानी पो छ। मेरो कोसिस पो आउँछ बाख्रा पनि, मेरो पछि पो हुन्छ बाख्रा पनि। ऊ त्यहाँ जम्मू लास्टै पाइरहेछ यार। एक दिन चाहिँ नि खाना आउनु पर्थ्यो जम्मू, त्यही होइन। कस्तो लामखुट्टे टोक्यो यार। म तपाईँहरू हेरिन्छु बाघ चाहिँ यहीँ कट्टासम्म आएको थियो है भनेर चाहिँ म तपाईँहरू हेरिन्छु। राति हाम्रो तपाईँहरूले चाहिँ नि चाड लिएको, म त थिएन, म चाहिँ सुतेको थिएँ। मलाई थाहा भएन। फोन चाहिँ गरेको रहेछन् केटाहरूले आइज भनेर। बाघ चाहिँ नि म तपाईँहरूले देखाइदिन्छु। गाइडहरू एकछिनै बाघ चाहिँ नि ऊ त्यहाँदेखि यहाँ आएर अनि यहाँदेखि चाहिँ त्यहाँबाट उयो त्यो रुखदेखि पनि यहाँ ऊ तिती चाहिँ चरेको थियो अरे। तिती हो कि तिती काइटो चरेको थियो अरे। अनि माथिबाट चाहिँ कुखुरा लिएर चाहिँ आएको थियो अरे। मुखमा चाहिँ कुखुरा केरेको थियो अरे। अनि त्यही थोरै पछाडि यहाँबाट हान्ने कोसिस गर्दाखेरि चाहिँ भागेर चाहिँ गएको अरे। भागेर उल्टा गएको अरे। अनि त्यहाँदेखि तल त्यसपछि कुकुरले ताड्यो अरे। अनि हेर्न सकेन अरे बाघ पनि कहाँ गएको। अनि त्यसपछि त्यसको 3-4 दिनसम्म चाहिँ बाघ कराउनु त। त्यसपछि अब पानी आयो, के भयो होइन। त्यसपछि त बाघ पनि त्यसपछि त कहाँ गयो बाघ पनि अहिले चाहिँ छैन। त्यही हो। थ्याङ्क यू। बाघ पनि गयो। बाख्रा देख्न सक्नुहुन्छ। यस्ता यार
बुढोमा डाँडातिर टोक्दैन कि गङ्गाले हेर लास्ट यस्तो लामो त मसितै लगेर जम्मू हेर्नु न ग्यासहरू यस्तो पाएको छ नि यार हेरेर चित्त बुझाउँछु म छुने औकात छैन भने जस्तै भयो यार औकात चाहिँ छ औकात त किन नहुनु तर चढ्न जान लागेको छैन कि मलाई यार त्यो लामखुट्टेले टोक्यो मलाई फेरि त म यस्तो पाएन आमा एकदिन त्यहाँ प्लान भनेर टिप्न आउनै पर्छ अरे यहाँ त मोबाइलमा देखेको छैन होला होइन तर यहाँ चाहिँ लास्ट भएको छ क्या मन बुझाउनु पर्छ यार मन बुझाउनु पर्छ त यो अब लास्ट लामखुट्टेले टोक्यो म यहाँ अब धेरै बेर चाहिँ नि बस्न सक्दैन धेरै बेर बस्यो भने मलाई यहाँ लामखुट्टेले सफा पार्छ त्यसैले म चाहिँ दारातिर लग्छु अब दारातिरै गएर भेटौँला क्याचहरू है त यहाँ जम्मू फेरि यस्तो यार यहाँ हेर्नु न जम्मू छोडिदिन्छु किन नसुन जस्तो हेर्नु क्या राम्रो लाग्यो क्या तिमीहरू पनि सर्ने यार सुहिलो छ रुख पनि यार बाख्रा पनि यस्तो सुबिहान छैन क्या तिमीहरू हेर्नु न पछि आइरहेको छ मेरो बाख्रा चाहिँ एकदमै सुबिहान छ मेरो अब एकछिन म त्यहाँ माथि गएर देखाइदिन्छु देखाइदिन्छु आउनु मेरो इज्जत चाहिँ बजाउँछन् कि मेरो बाख्राहरूले यार आइज अब यहाँ धेरै बेर बस्नु चाहिँ सकिएन यहाँ पनि जम्मू पाएको छ नि जम्मू हेर्दिनँ म जम्मूलाई हटाइदिन्छु आउँछ क्या भने मान्छ बाख्राले फोडिङ रहेछ यार त्यत्तिकै म त सर्प भन्दा क्या गर्मी उ छैन त घाममा अब फेरि सापहरू घाम ताप्न आउँछ नि त त्यही भएर चाहिँ हल्का दरा जस्तो मात्रै गरिदिएको दरा चाहिँ दरा छैन अब यहाँ बसेर पनि काम छैन अब गर्मी पनि धेरै भयो अब के भन्छन् लाम्बो तेल पनि टोक्यो फेरि दारातिर लाम्बो तेल पनि टोक्दैन हावा पनि सिर्रक चल्छ त्यसैले त्यहाँदेखि अब दारातिर चाहिँ तेर्सिरहेको छु म अब यहाँ आइसकेको चाहिँ हल्का फुल्का दाराहरूदेखि लाग्यो जाने चाहिँ म जाने चाहिँ माटी हो बाह्रतिर एकदम पछि आइरहेको छ कारण चाहिँ के हो त्यो चाहिँ थाहा भएन कत्रो बरस आयो त यार मेरो पछि किन आउँछु कि तिमीहरू यार चरन यार कस्तो यार यार हेर्नु न बरस यार मैले भन्थेँ नि त दारातिर चाहिँ नि बरस लाग्छ भनेर दारामा चाहिँ आइपुगेको छैन तर बरस चाहिँ लाग्यो है थाहा भयो नि त बरसले मलाई गर्मी भएको छ भनेर कुसुम रहेछ बाटोमा फेरि मैले कहाँनिर उभ्याउनु के पोलिदिन्छु है थाहा छैन सायद बाख्राले पनि अब गर्मी भयो होला हावा खानलाई आएको होला नि दादातिर दिनुपर्छ बाख्राहरूको कुरा पनि यहाँ अब यहाँदेखि चाहिँ यस्तो वाल भ्यू देखिन्छ होइन हामी चाहिँ एकदम उँटो दारामा चाहिँ नि जाने प्लान बनाइराखौँ दारा है अब के हुन्छ हेरौँ दारामा चाहिँ आइपुग्नु लाग्छु म अब दारामी गएर भेट्छु है फाइनली म चाहिँ नि दारामा आइसकेको छु भन्नु ग्यासहरू अब दिन सक्नुहुन्छ मेरो बाख्रा पनि त्यस्तो आइरहेको छ यहाँ चाहिँ हाम्रो बोटै हो होइन पहिला बस्थ्यौँ अहिले चाहिँ बस्दैनौँ यो हाम्रो बोट यहाँसम्म चाहिँ थियो अहिले चाहिँ भट्काएर कति आफै ढल्यो कति चाहिँ आफै भट्काएर मैले होइन कि मेरो बुवाहरूले भट्काएर बाख्राहरू चाहिँ आफ्नै अब यहाँ आइसकेपछि आफ्नै बाटो लगाएर हिँड्छन् कि फेरि यस्तो देख्न सक्नुहुन्छ भ्यूहरू भ्यू एकदमै दामी छ बिल्कुल दामी छ बाख्रा पनि आफै डराउँछ यार त्यति बाख्राले पनि यार खडम गर्छ
सक्नु त्यहाँसम्म बाटो आएको छ हाम्रो छैन होइन त्यहाँबाट पनि आएको छ म तपाईँहरूलाई देखाइदिन सक्छु र हाम्रो चाहिँ यो शीतल ताप्ने ठाउँ के यहाँ बरस लाग्ने यहाँ थैत्रै अब यहाँदेखि पनि बवाल देखिन्छ कि भ्यू छैन होइन सबको देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदमै बवाल हो होइन त्यहाँ चाहिँ एनसेलको टावर छ उता पनि छ तर दुईवटा टावर छ तर त्यो के को टावर हो चाहिँ थाहा भएन एनसेल यताको चाहिँ एनसेल है उताको चाहिँ नमस्ते एनसेलको कुरामा चाहिँ म अलिक फिक्स भएन यो बाख्रा फेरि मेरो पछि किन आउँछ कि यार रिसा जस्तो गरिदिएको है रिसा चाहिँ छैन म देख्न सक्नुहुन्छ यो चाहिँ बारी नै हो हाम्रो यहाँ चाहिँ अब पहिला चाहिँ मकैहरू रोप्ने गर्थ्यौँ पहिला चाहिँ मकैहरू रोप्ने गर्थ्यौँ अब यहाँ मकै रोप्ने भने चाहिँ नि मान्छेले भन्दा पनि बढी फाइदा बाँडेरलाई हुन्थ्यो किनभने दमार छ नि त दमारी अनि यहाँ मकै भयो भने त अब फाइदा हुन्छ नि बाँडेर त्यही भएर चाहिँ हामीले रोप्न छोडिनु यो बारी चाहिँ हाम्रो चाहिँ बाजे रह्यो होइन बाजे बस्यो देख्न सक्नुहुन्छ बारी ठुली छ मतलब बारी छु यो पनि मैले नै काटेको हो गर्मी भयो त यार यहाँ चाहिँ नि अब राम्रै छ फेरि बाख्राले भित्र आउने बिहेर छैन अहिले फेरि हेर्दैछ भने त्यही होइन अब चाहिँ बाख्रा हेर्न चढ्छ म पनि अब यहाँतिर बस्छु त्यही हो होइन अहिले चाहिँ 3-4 वर्ष बस्न आँटिसक्यो बस्नु लागिसक्यो अन्त बजेर के गर्ने यसरी गइसक्यो हो म यहाँतिर चाहिँ एकछिन विश्राम हान्छु होइन यो झोलामा चाहिँ यो छ होइन चाहिँ बाख्राहरूलाई दगाउनको लागि चाहिँ काम पर्छ मकै बाख्रा आएर चाहिँ तनाव हुन्छ कि यहाँ चाहिँ मकै गाउँले धेरै भयो गाउँलेहरू थाहा छ होला नथाहा चाहिँ भनेर फेरि आयो बाख्रा फेरि बाख्रा के तपाईँ देख्न सक्नुहुन्छ यहाँ भ्यू हेर्दै होइन आनन्दले बसिन्छ टक्क होइन फेरि म फेरि यहाँ चाहिँ म बाख्रा यहाँ लिएर बाख्रा उसको बात छोडिदिएर म यहाँ बसे पनि मलाई केही टेन्सन छैन कि बाख्रा आफै आउँछ कि आउँछ भन्नाले पनि आउँछ यो यसको कमाल यसले यो बजाइदिनु भने चाहिँ नि बाख्रा डुबेर एकचोटि टेस्ट गर्ने हो कसरी हेर मेरो इज्जत गरिदिनु बाख्रा प्लिज यार त्यो चाहिँ आयो होइन अरू चाहिँ त्यहाँ घाँस खाने बिर्छन् अहिले चाहिँ चोरिरहेको बेला चाहिँ यस्तो नगरौँ है जा बैठ जा मैले यसो टेस्ट पो गरेँ हाम्रो गाडी है त्यही बाख्रा त्यही होइन आउँछु अहिले चोरिरहेको बेला चाहिँ डिस्टर्ब नगरौँ अलि टाढा गयो भने चाहिँ टेस्ट गरौँला है त गाइजहरू बाह्र चाहिँ त्यहाँनिर चलिरहेको छ होइन म चाहिँ यहाँ म्याच जान लगाएको छु यहाँ माथि पनि यसो तपाईँलाई भ्यू देखाइदिउँ भनेर चाहिँ म चलिरहेको छु होइन एकदमै होइन एकदमै मजा भइरहेको छ जे होस् बाख्रा फेरि भित्र आउनु रहेछ फेरि मेरो पछि नै किन आउनु पऱ्यो अहिले के रहेछ त्यस्तो फेरि आए मेरो मैले भन्दै थिएँ त्यही तल बस तल यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ होइन ग्यासहरू त्यही हो
लुक एट द भ्यू हेर्नु नि त बाह्र आइहाल्यो होइन म चाहिँ बाह्रलाई हल्का भित्र लगाइदिन्छु यो चाहिँ हाम्रो हडबाट होइन त्यसैले अलि गाह्रो पर्न सक्छ तल 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 चढ्ने छैन लाट्टी लुटेर नि त तल यो छ भने बिल्डिङ तल तल भनेको मान्दैन तल पाहाड भनेको यस्तै हुनुपर्छ कि होइन त्यही भएर एकदमै घाम लागिरहेको छ घाम पनि बाख्रा हेर्ने नेट चलाउँदै बस्ने गरिरहेको छु यो समय कटाउनुको लागि बेलौटीको रुख छ यो काम नखासी बेलुकी रुख छ न फल्ने होइन न पाक्ने होइन यो के खालको कामै नलाग्ने खालको हो यो चाहिँ नि बेचहरू टक्कसँग यो टावर भन्थ्यो नि त ऊ त्यहाँ छ तपाईँको एउटा मोबाइलमा देखिन्न त्यहाँ अनि त चाहिँ नि त्यहाँ देखिन्न मोबाइलमा सुबेर म अगाडि बढिरहेको छु बाख्रा पनि मेरो पछाडि आइरहेको छ यो उसको रात चाहिँ के होला यस्तो यार म जता गति त्यहाँ यो बाख्रा त अलि भएन यार अलि भएन भन्नुहोस् बाख्रा मेरो पछि मात्रै आउँछ यार यहाँ चाहिँ अलिक सर्प होला भने डर लागिरहेको छु किनभने अस्ति नै यहाँदेखि सर्प गएको हो होइन सक्नुहुन्छ ग्याचहरू ऊ त्यहाँदेखि सर्प चाहिँ गएको हो मेरो पछि किन आउँछ कि तिमीहरू यार ग्याचहरू अघि चाहिँ बाख्राहरू मेरो पछि मात्र आँटे अहिले चाहिँ म हुने आइसक्यो कि हेरेरै जानु पर्छ त्यो जानु सक्नुहुन्छ मोहन बा आयो बाख्रा सुबानी चाहिँ सुबानी नै हो मेरो बाख्रा होइन गाईहरू अब घर जाने समय पनि भयो होइन 5 बजेको छ घाम चाहिँ अब डुब्न आँटेको छ त्यहाँ चाहिँ नि त्यो तलको सेरो बाख्रा चाहिँ अघिदेखि जान कोसिस गरिरहेको छ कि अब जाम भने चाहिँ अब मैले पिचोला हुने डरा छ होइन नजाम भने चाहिँ उसले जान मन लागिरहेको छ कि अघिदेखि के गर्ने माथि मलाई हेर्दै तल हेर्दै मलाई हेर्दै गरेर अहिले चाहिँ हारै मानेर चाहिँ माथि आइसक्यो अब म पनि अब एकछिनपछि चाहिँ लाउने घर त्यही होइन टक्कसँग बिहेर्दै बसिरहेको छु म चाहिँ नि होइन एकदमै राम्रै छ गङ्गराले एकचोटि पनि टोकेको छैन यहाँ आएदेखि चाहिँ एकचोटि पनि टोकेको छैन होइन गङ्गराले चाहिँ नि सायद देखेको छैन होला अझै होइन त्यही नटोकेकै राम्रै हो होइन भन्दा पनि आइगयो हाँसिन ल गाईहरू अब चाहिँ मैले घर लगिरहेको छु बाख्रा होइन अब बाख्रा लग्नलाई पनि म अगाडि हिँड्नुपर्छ बाख्राहरू पनि सक्नुहुन्छ है त्यही होइन अब चाहिँ 6 बज्ने चाहिँ नि केही मिनट मात्र बाँकी छ 4-5 मिनट बाँकी छ होइन त्यही भएर त्यही होइन अब चाहिँ नि घर गइन्छ होइन टक्कसँग गाडी छु म चाहिँ नि सक्नुहुन्छ बाख्रा पनि पछि आइरहेको छ होइन म पनि गइरहेको छु टक्क हेर्न सक्नुहुन्छ फेरि दमार हो यता चाहिँ आमा चाहिँ मैले बाख्रा ल्याएको चाहिँ त्यहाँ माथि हो होइन ड्याङ्गे पत्तामा त्यही होइन घुम्न आउनु होला हाम्रो गाउँ रोल्पातिर घुम्न आउनु होला गेट्सहरू के कुरा गर्नु बाख्रा घर पनि मग्दै हिँड्नुपर्छ अरू त झन् कुरो छोड्दिनु होइन त्यससँग होइन घाम पनि डुबिसक्यो अब चाहिँ घर जान्छु
घर गएर घरको कामहरू सबै सकेर सब क्लियर गरेर म तपाईँहरूको माझ फेरि पनि भेट्नेछु है त। र ग्यासहरू अब चाहिँ मैले बाख्रा बाँध्न लागेको छु होइन, हेर्न सक्नुहुन्छ ड्याङ्गे पारामा ल। फाइनली मैले चाहिँ नि उ गरिसकेको छु होइन, बाँधिसकेको छु बाख्राहरू। र अब चाहिँ नि यो बाख्रा चाहिँ नि एकदमै अल्छी छ होइन, यो चाहिँ नि गोला पनि जाडिएन तपाईँहरू जस्तो अल्छी छ होइन। तपाईँहरू अब लाइक कमेन्ट सब्सक्राइब गर्ने चाहिँ अल्छी लाग्छ नि त, त्यस्तै गरी यो पनि त्यस्तै खालको गोला पनि जाडिएन, एकदमै अल्छी छ होइन। अब म यस्तरी हान्छु होइन, यहाँ चेटेछ है, माइन्ड नगर्नु होला। अब यो पनि एकदमै अल्छी नै छ है, देख्न सक्नुहुन्छ राम्रै छ तर अल्छी छ क्या बच्चे यार। त्यही होइन मैले बाख्रा साख्रा बाँधिसकेको छु। A few moments later. म चाहिँ नि खानासाना खाएर दिदीको घरमा आइसकेको छु होइन। अनि दिदीको घरदेखि उता चाहिँ नि आलु फलेको छ कि आलु होइन, यसो चोल्न जाम भन्ने सोच हो मेरो चाहिँ नि होइन। त्यहाँ टोचे हो होइन, फाइनली क्याच। यसले चोरेको भनिँदैन, यसले टिपेको भनिन्छ, देख्न सक्नुहुन्छ है। दुईवटा चाहिँ मैले टिपिसकेको छु टक्कसँग। अब चाहिँ नि म चाहिँ कुट्नेहरू हुन्छु, भोलि चाहिँ भेटौँ है त। सो गुड मर्निङ एभ्रिवान होइन, अहिले चाहिँ बिहानको 6 बजिरहेको छ र फेरि पनि म गोला झाडेको छु होइन, टक्कसँग देख्न सक्नुहुन्छ। म मगाएको रमार चाहिँ त्यही हो होइन, देख्न सक्नुहुन्छ। अब भिडियोलाई म यतितिर एन्ड गर्न चाहन्छु, किनभने भिडियो चाहिँ लामो पनि गराउनु हुँदैन, ठिकैको गराउनुपर्छ ठिकैको गराउनुपर्छ। त्यसैले म यो भिडियोलाई अन गर्न चाहन्छु, एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा, अन्तिमसम्म हेरिदिनु भयो, त्यसको धेरै धेरै धन्यवाद छ। र त्यसको साथमा लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला, त्यसपछि झन् राम्रो हुन्छ होइन। र अब चाहिँ नि म प्रत्येक शनिबार चाहिँ भिडियो अपलोड गर्ने कोसिस गर्छु होइन। अब डेली म अब कोसिस चाहिँ गर्छु, हेरौँ के हुन्छ, त्यही होइन। अब आजको लागि चाहिँ यति नै भिडियो होइन। बाई बाई ग्याचहरू।